हेलो एभ्रिवान, नमस्ते झोरले वेलकम टु माई ब्याक युट्युब च्यानल। फेरि पनि हजुरको सामने यो मगर ठेप्से भाइ न्यू भिडियोको साथ उपस्थित भइसकेको छ। आशा छ तपाईँहरू सबजना सन्चै आराम हुनुहुन्छ, म पनि एकदम सन्चै छु। अनि म चाहिँ बिहान उठेर फ्रेस भएर अब एकछिन आराम गरेँ। अनि अहिले चाहिँ अब खाना खाने टाइम हुँदैछ, म खाना खानुपर्छ। मैले खाना पनि खाइसकेँ अब। अनि म एकछिन आनन्दले बस्छु। चाहिँ मेरो रुम हो, यतातिर मेरो बेड, त्यो माथि तल दाइ सुत्नुहुन्छ। यता हाम्रो रुम त यस्तो छ हो, रुम नै लास्ट लिङ्गो छ क्या, झ्याउ लाग्छ। अनि छुट्टी नि अनि आयोचोटि 10 दिन दिएछ। कस्तो दिमाग खराब है, बेसी दिन दिँदैन। अब छुट्टी 10 दिन दियो भने चाहिँ 10 दिन छुट्टीमा के गर्ने भनेर कामै छैन कि। अब घुम्न जाऊँ भने पैसा छैन, पैसा चाहियो घुम्नलाई। अनि दिउँसोतिर कता जान्छु, त्यो हजुरले देखाउने छु। केटाहरू रुमतिर कता हुन्छ अब। लगाएछ म चाहिँ चत्त लाएर केटाहरूसँग इक्वन सकिन लागेको। केटाहरूले कुरेको साथी उता गएर बस्छ, अगाडि अर्को बाटो गएछ। कपाल काट्नु जानु भनेको केटाहरू लास्ट ढिलो गरेर अब कपाल नि काट्दैन होला, सायद भोलि काट्छ होला। यसो 1-2 सय निकालौँ भनेर यसो घुम्नलाई खाना किने। अनि श्री भाइ यता चत्त लाएर केटाहरू त्यही अरू के भन्ने यार, 10 दिन छुट्टी छ, गाह्रो छ यार मायाकै। पर्सि घुम्न जाने प्लान गरेर केटाहरू, त्यही भएर यसो 1-2 सय निकालिदिउँ भनेर हो। आज चाहिँ मौसम पनि दामी छ क्या सर, दामी बादल लाग्छ त्यतिर, पुरा गाउँ जस्तो हो क्या। चत्त त्यो रोड भयो, दामी बादल लागेको छ, मौसम त दामी छ। गाह्रो छ विदेशमा केटा हो यार, छुट्टी छ 10 दिन, कम्पनीले छुट्टी दिएछ, काम चल्दैन, घर परिवारले किन पैसा पठाउनु भन्छ। यही हो, घुम्ने बस्ने हो। दामी यार, कुरो हो क्या भवाल। पहिला यस्तो नछिपिन्छ, दामी हुन्छ नि फेरि। मन्दिरमा गाडी यहाँ कुरेको हिमाल कहाँ गयो यार, हिमालले यार। यता हो, यो काम चल्दैन भने घरमा किन चल्दैन यताउता भन्छ। यहाँ छुट्टी दिएको हुन्छ कम्पनीले, 10 दिन छुट्टी छ। अस्ति फेरि 10 दिन छुट्टी गरेँ, फेरि 2 दिन काम गरेँ, फेरि शनिबार आएपछि छुट्टी। के खै त्यो फल त मलाई थाहा भएन यार, के को फल हो। त्यही हो, हिमाल पनि आयो यहाँ ल्याङ गर्दै। के हो यार आइमाई जस्तो तिमी यार, लास्ट ढिलो गर्ने यार। थेट केटाहरू यार, मलाई यार 2-3 बजी कल गरेँ, यो सिरी फिरीमा के अरे नाउन लाउ दाइ भनेर फेरि कहाँ 2 घन्टा त्यहीँ बिताएँ यार। स्यालेरी आज हाल्ने भन्थ्यो त यार, हालेकै हाल्छ नि यार। स्यालेरी हाले आज हाल्ने त्यही हो गाइस। अब उठि भेटौँ लाग्यो, उठि जाँदैछ। यहाँ अब रोड आइसक्यो, रोडमा अब डर पनि हुन्छ क्या यताउता अब विदेशमा। ल चत्त लाएर हामी अब आइसक्यो यता सबतिर हिँडेर हो क्या। नेपाल जस्तो केटा पैसा छैन गाडीमा चढाउँ भने। हामीले भिड त छिरिसक्यो अहिले होइन, लिफ्टमा हो। अन्त मस्त लाएर कतिजना पछाडि जान्छ, धन्यवाद यताउता भगवान् दिन्छ कि त्यहाँ केटाहरू। हामी चाहिँ अब यहाँ पैसा निकाल्नु लाग्यो एटिएममा। त्यस्तो उल्टो भयो सजेस्ट सब चाहिँ हिमाल अहिले हालिदिइरहेको छ केटाहरू। पैसा त धेरै छैन, त्यही हो 2-3 सय होला, त्यही पनि निकालिदिउँ भनेको जानु। पैसा पनि लास्ट गाह्रो पैसा पनि निकालिसक्यो केटाहरूले, मैले पनि निकालेँ। यहाँ मान्छे भिड थियो क्या, त्यही भिडियो गराएन मैले। यहाँ भाइले चाहिँ यहाँ टमाटर किन्न लाग्यो, केटाहरू चत्त कत्रो है पर्छ नि यहाँ, ठुल्ठुलो रहेछ यहाँ, चाइनिज हो क्या। जति लाएर उता गएर नि मैले पनि एउटा टी सर्ट किन्यो भनेको कस्तो हुन्छ एउटा। ढेँडो खान मन लाग्यो त हाम्रो सिडी भाइले, त्यो भएर कोडोको पिठो खोज्दै हिँडेको, पिठै पाएन भनेको कहाँ हो कहाँ राख्ने होइन। ढिँडो भन्छ कि ढेँडो भन्छ के भन्छ भन्नु चाहिँ, अब त्यही खानाले पिठो खोजेको, पिठै पाएन, कता पाउँछ। केटाहरूले यहाँबाट ढेँडो जान्दा कहाँ पाउँछ थाहै भयो। प्याज लगाउने हो र, प्याज लगाउने भन्छ केटाहरूले। गर्दैन नि मान्छे प्याज लगाउँछ र। च्यातर गाए चाहिँ हामी पनि डोना थापा हो। च्यातर जता पाए जाने, टोपी लाउने, यस्तो भवाल देखेछ है। के टोपी हो यो उसको क्या, चोया बाँसको चोया होइन र, बाँसको चोया त भवाल देखेछ होला। मलाई
चत्तर चत्तर भन्दै अब डोना अब यस्तो गरी डोनालाई हामीले अब यस्तो गरिदिएको नि त तर किनेन मैले त्यो बुढाबुढी त्यो के भन्छ मकै कुर्ने बजार लाउँछ नि त्यस्तो के लाउने राख्दैन अहिले गाली गर्छ यार आयो भने के किन्न मन लाग्छ पैसै हुनु धेरै लाग्छ दाम चाहिँ उता टी सर्ट हेर्नुपर्छ अब त्यस्तो टी सर्ट हेर्नु यहाँ चाहिँ जस्तो खाना पकाउने भाँडाहरू बवाल छ स्वाइक हुन्न क्या स्वाइक हुन्छ नि नेपालमा जे पनि कपडा स्वाइक पाराउने नयाँ नयाँ पुरानो कपडा पनि के हेर्ने कि यार सब यार यस्तो ढोटीहरू लाउनु जस्तो छ अब के भन्ने त्यही हो म त किन्दैन यहाँ चाहिँ अहिले बाहिर गएर हेर्छु बाहिर कस्तो हुन्छ राम्रै छैन कि यहाँ सब यस्तो कलरको छ यार अलि लक्ख जवानी केटाहरू लाउने जस्तो छँदै छैन कि ठ्याक्क ठिक्कको त्यो 30-35 वर्ष लाउने जस्तो छ है सब के लाउने यस्तो यार यस्तो देख्छ मुस्लिमको टोपी जस्तो छ यार ठिक देखेको छ मैले केटा हो साइकल देखेँ होला है त्यो बाँदर त भन्नुपर्छ गाउँतिर त्यस्तो देखेको क्या सेम देखेछ र उसले चाहिँ पेवर देखेछ यार पेवर हो ल भाइ हामी देखेछ यार फोटो हान्यो एउटा लाउने ट्राई गरेको लाउने ट्राई गरेको टोपी लगाउने के हुँदैन है टोपी थोरै हाम्रो मुस्लिम दोस्तहरूसँग होइन आज त मलाई मन लाग्दैन कि मलाई म्याच चाहिँ मैले यसो ट्राई गरेको एउटा गाइजहरू है कसैले यसो केही गर्नु होला मलाई म्याच हान्दैन टोपी नै लाउने ढाका ढुकी त मैले लाउँथेँ अहिले यार गाउँतिर हुँदाखेरि पस किन्न पऱ्यो एउटा म पसहरू एउटा कुन राम्रो छ यहाँ पस नै कस्तो मेरो यस्तो थिज भइसक्यो पस यी पैसा कमाउन आयो विदेश पैसा पस यस्तो गयो रहेछ के भन्ने गाई चाहिँ लाजै लाग्छ पस निकाल्न सट्ट अर्को फेरि यता रहेछ अर्कै डिजाइन कस्तो देखेछ केटा हो हिरो जस्तो देखेछ जे भने यार म अर्को छोरा यार हल्का फुल्का जे केही नभए पनि हल्का छ कि खुबी गोरो भए यहाँ चाहिँ हामी चस्मा हेर्नु आएको होइन मस्तो लगाएर कस्तो देखेको चस्मा होइन चस्मा छ ए उतापट्टि रहेछ हल्का रक बच्चाहरूको त्यही त उतापट्टि छ कि उतापट्टि हेरौँ कस्तो छ के दामी चस्मा यति त सब बच्चाहरूको हो कस्तो देखेँ मलाई खास भन्दाखेरि मैले यहाँभित्र केही पनि मन परेन क्या टी सर्ट मन परेन चस्मा पस पनि मन परेन केही मन परेन अझै हामी फर्किनु लाग्यो एकछिन बाहिरतिर हेर्छु बाहिर कस्तो छ त्यहाँ हामी चाहिँ अब यहाँ आइसक्रिम खानु लाग्यो 3 ताले रेट चाहिँ छोडेको छैन अब होला नि 2-3 दिन चट्टै यहाँ केटाहरूले समातिसक्यो के गालामा हात लगाएर बसिरहेको हामी चट्टै यहाँ हालिरहेको छ मस्त लगाएर आइसक्रिम खान मन लाग्यो बच्चा जस्तो यार बच्चाको याद आउँछ नि त आइसक्रिम खाँदाखेरि यहाँ श्री भाइ ल सुरु गरिहालेँ हाम्रो आउनै बाँकी छ आमा समाज चत्तर ल पेमेन्ट यार चत्तर भन्यो भने नगर न यार फेरि डोनालाई रिसायो भने भगवान् खल्ली बल्ली होला यार हाम्रो रेस्पेक्ट छ है डोनालाई जे होस् चत्तर भन्ने हाम्रो आदत परिसक्यो क्या तपाईँको फ्यान हो नि त कता अब आइसक्रिम बोकेर तल गएर मस्त बसेर खानुपर्छ क्या तल गएर बस्नु त यहाँ उब्रेर खाने कुरो भएन त्यही हो त्यसकी महाका जस्तो छोरा भन्नु न चत्तला मेरो आउँदैछ यहाँ चत्त सिन फेरि यता चत्ते कान्छी नानीले हाल्दैछन् हाम्रो कान्छी बुढी कान्छी बुढी त्यसले हान्दाखेरि बुझ्छु तिमीलाई त धेरै हाल्दो गाडी खै माया गरेर अघि मैले माया गरेर हेर न हेर जाम ल 5 रिङ्गेट रहेछ नेपालको 150 रिङ्गेट भनौँ न होइन केटा ठिक छ नि बच्चाको याद आयो होला केटाहरूलाई यसो नाम यही केटा हो यहाँ यस्तो उठाउनु पऱ्यो क्या
मम्मी चाहियो भनेर म त लास्ट करायो भनेको चाहियो चाहियो मैले त्यस्तै गरिदिएँ यार अब के गर्ने अहिले चाहिँ लाज लाग्छ यार बेला त मम्मीले भन्नुहुन्छ कि यस्तो गर यस्तो उस्तो गरेर होइन सानोमा के अब चाउरो किन्दा यस्तो रोने नि त अनि बच्चा चिच्याउने अनि कराउने पल्टिने भुइँमा माटोमा होइन बेला मेरो मम्मीले मैले भन्नुहुन्छ कि यस्तो गर्छु यस्तो गर्छु भन्दा मैले फेरि यस्तो लाज लाग्छ कि यार लाज लाग्छ भने यार गाह्रो हुन्छ पुरा लाज लाग्ने कि मागे किन टलेट छोड्यो नि हुन्छ तल आएर गाई हामी चाहिँ अब आइसक्रिम पड्काउँदै यहाँ छ तल आएर मस्त बसेर जम्मा चुरोट पैसाको बिचमा चुरोट यस्तो पैसाको बिचमा चुरोट निस्किरह्यो भने जम्मा चुरोट पैसाको बिचमा चुरोट यस्तो पैसाको बिचमा चुरोट निस्किरह्यो भने रमाउनु होला नि मेरो यता फेरि भोलि जान्छ नि मेरो भाइ बस से गरौँ न बस्नु अन्त मिठो रहेछ यार बच्चा हो बेबी यार बेबी गर्ल बेबी बोय स्टाइलमा बसिरहने ल अब हामी खाँदै हो गाइज ल खाने भयो हामी ल सट्टा हामी चाहिँ अब आइसक्रिम खाएर लप्काएर अब रुमतिर हिँडेको रात पनि पराउनु लागिसक्यो 6 बजिसक्यो मौसम चाहिँ दामी पानी पर्ला जस्तो भएछ पानी पऱ्यो भने चाहिँ दिमाग खराब हुन्छ त्यही भएर हामी हिँडिरह्यो त्यही भएर हामी हिँडेको बब्बाल हो क्या मौसम चाहिँ नेपाल जस्तै हो मलेसिया भनेको तर हल्का डर हुन्छ क्या काले सालीहरूको डर अरू केही छैन यहाँ बब्बाल त्यही हो पैसा कमाइ छैन कम्पनीले काम दिँदैन दिँदै गर्छ खाने बस्ने सुत्ने गेम खेल्ने म छ मलेसियामा म घर पनि फर्किन्न होला अब म छ मलेसियामा म घर पनि फर्किन्न होला अब के बोले भाइ अब के बोले होइन त्यही भनौँ न अब भेल्यु भ्यालु भने त्यो म चाहिँ अब यहाँ बलनमा आइसक्यो मलाई नाइट भ्यू बबाल छ बबाल नाइट भ्यू दामी छ म चाहिँ यहाँ केटाहरू रुममा आइसकेको छु हिमालको रुममा केटाहरू छ हाम्रो केटाहरू बसिरहेको मस्त रमाइलो तास खेल्दै केटाहरू बबाल के तास रे म्यारिज हो म्यारिज पार्टी हाम्रो 10 दिन छुट्टी छ टाइम पास यही हो तास खेल्छ केटाहरू बस्ने खाने ल अब म चाहिँ अब यो भिडियो यहाँ अन्त्य गर्न चाहेँ अब तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला भन्न चाहेँ सबजनाले माया छ ल ओके बाई